हेलो एन्ड नमस्ते अनि सेवाहरू वेलकम गर्न चाहन्छु मेरो युट्युब च्यानलमा साथीहरू न्यू डे न्यू भ्लगको साथ म आइसकेको छु साथीहरू है। आज चाहिँ नयाँ वर्षको दिन है 2082 लागिसकेको छ आजदेखि है र नयाँ वर्षको सबैजनालाई धेरै धेरै शुभकामना। र अहिले चाहिँ म यसो मेरो गाउँ घुम्न आएको छु है। तपाईँ हजुरहरूले ब्याकग्राउन्डमा देखिरहनु भएको होला है। अहिले चाहिँ म ठ्याक्कै चुम्देन चोकमा छु है त। र यहाँ चाहिँ आज नयाँ वर्षको दिन भलिबल खेल्दैछन् केटाहरू चाहिँ र हाम्रो टेकिन्द्र सर्ट हान्नु पर्यो दे भाइ मार दे यस्तो अनि राम्रो उठाइदिन्छ नि ल टेकिन्द्र हान त म तेरो हेर्छु। र आज नयाँ वर्षको दिन चाहिँ हामी यहाँ यसो चुम्देन चोकमा आइरहेको छौँ है। हेर्न सक्नुहुन्छ साथीहरू यहाँ चुम्देन चोक है साथीहरू। यो चाहिँ लिम्बू भाषामा राखिएको नाम हो है। र ठ्याक्कै यो चाहिँ याङवरक गाउँपालिका वडा नम्बर 3 ओयाममा छ है हाम्रो। यस्तो छ है त साथीहरू। साथीहरू म चाहिँ माथि गएर पनि आइसकेँ है त। केटाहरू भलिबल सलिबल खेले है। भलिबल खेलेर अहिले चाहिँ हामी यता तल घर आइसकेका छौँ है त साथीहरू। नयाँ वर्षको दिन घर चाहिँ एकदमै सुनसान है। गाउँघर एकदमै सुनसान रहेको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि है। यहाँ तल हाम्रो बाख्राखोर छ है त साथीहरू। यो चाहिँ हाम्रो बाख्राखोर। यहाँदेखि तल हाम्रो गाउँ बस्ती हो अनि यता चाहिँ मेरो घर है त साथीहरू। र हेर्न सक्नुहुन्छ है एकदमै सुनसान रहेको छ साथीहरू गाउँघर है। अब यस्तै हो गाउँघर बसेपछि घाँस दाउरा त गर्नै पर्छ है त। र अब चाहिँ म गाईलाई कुँडे पकाउँदैछु है साथीहरू है। म हजुरहरूलाई देखाउँछु है त। र यता चाहिँ यस्तो रहेको छ है साथीहरू हेर्नुहोस्। यो चाहिँ काब्रा भन्छ यसलाई चाहिँ। र हेर्नु होला साथीहरू दाउरा यसरी राखिन्छ है त गाउँघरमा। दाउरा चिरेर यसरी राखिन्छ है त साथीहरू। र ऊ पर चाहिँ हाम्रो गाई छ है त। म चाहिँ गाईलाई कुँडे पकाइदिँदैछु। त्यही भएर म हजुरहरूलाई देखाउँछु है त साथीहरू। र आजको दिन एकदमै सुनसान रहेको छ है। नयाँ वर्षको दिन गाउँघरमा यस्तै हो है। अब बजार जस्तो रमाइलो यताउति घुम्ने हुँदैन है। अब गाउँघर बसेपछि चाहिँ घाँस दाउरा भन्यो यताउति काम है। त्यस्तै हुन्छ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ मैले यहाँ कुँडो पकाइरहेको छु है गाईलाई। यो चाहिँ गाईलाई कुँडो हो। कुँडो भनेको चाहिँ खोले है साथीहरू। यो नदी त दुध आउँदैन त्यही भएर पकाउनु पर्ने हुन्छ। पाक्न लाग्यो जस्तो छ। दाउरा लगाइदिनु पर्छ अलिक मजाले अनि हुन्छ है त साथीहरू। यहाँ हेर्नुहोस् साथीहरू कुँडो है। र हाम्रो गाई चाहिँ यता छ। यो घाँस चाहिँ अहिले मैले ल्याएको है साथीहरू हेर्न सक्नुहुन्छ। यत्रो घाँस बोकेर घाँस मैले ल्याएको हो है। र साथीहरू मैले चाहिँ गाईलाई खोले पनि दिइसकेँ है। यहाँ हेर्नुहोस् अघाएर सुतिरहेछ है। गाई र उसको बच्चा हो। यहाँ चाहिँ अघाएर सुतिरहेछ साथीहरू। खोले पनि दिइसकेँ है त। र अब चाहिँ म पर जान्छु मेरो गाउँघर हजुरहरूलाई देखाउँछु है साथीहरू। र यो चाहिँ एभोकाडको बोट हो है त साथीहरू हेर्न सक्नुहुन्छ। यो एभोकाडको बोट हो। यो चाहिँ मैले नै रोपेको हो है। हेर्नुहोस् अहिले यत्रो भएको छ। अहिले फल्ने बेला चाहिँ भएको छैन। अब बिस्तारै फल्छ है त। र हेर्नुहोस् साथीहरू यहाँ माथि ठुलो रुख छ है त। रुख भन्दा यो चाहिँ काब्राको बोट हो है। हाम्रो बाजेले रोपेको भन्नुहुन्थ्यो उहाँको बयसमा। अहिले हेरौँ साथीहरू यति ठुलो भइसकेको छ है त। र आज चाहिँ एकदमै सुनसान रहेको छ साथीहरू नयाँ वर्षको दिन है। गाउँघर यस्तै छ है त। हेर्न सक्नुहुन्छ यहाँ तल हाम्रो गाउँघर यस्तै छ है साथीहरू। र यो काब्राको बोट हो है त साथीहरू। एकदम हावा चलिरहेछ आजको दिन यस्तै छ है त। हेर्नुहोस् यहाँ तल हाम्रो गाउँ बस्ती है यस्तै छ है त। र यता चाहिँ हाम्रो घर है त। र एकदम सुनसान छ है साथीहरू। एकदमै सुनसान छ है। गाउँघर यस्तै छ है त साथीहरू हेर्नुहोस्। र म हजुरहरूलाई यहाँदेखि तल पनि देखाउँछु है त।
यहाँबाट तल चाहिँ यस्तो छ है त साथीहरू हाम्रो गाउँघर। र साथीहरू तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने है युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। र साथीहरू आजको भिडियो यति नै। अब अर्को भिडियोमा भेट्नेछु। लभ यु अल, टेक केयर, बाई बाई।